क्वेशन नम्बर 1 मा रहेको छ सशस्त्र प्रहरी बलको पहिलो गुल्म कुन हो? अप्सन रहेका छन् अप्सन ए काली देवी गुल्म, अप्सन बी शिवशक्ति गुल्म, अप्सन सी बाघ भैरव गुल्म र अप्सन डी गंगा गुल्म। राइट आन्सर रहेको छ अप्सन सी बाघ भैरव गुल्म। क्वेशन नम्बर 2 सशस्त्र प्रहरी ऐन 2058 मा कति परिच्छेद रहेका छन्? अप्सन रहेका छन् अप्सन ए 4 परिच्छेद, अप्सन बी 6 परिच्छेद र अप्सन सी 8 परिच्छेद र अप्सन डी 10 परिच्छेद। राइट आन्सर रहेको छ अप्सन बी 6 परिच्छेद रहेका छन्। क्वेशन नम्बर 3 सशस्त्र प्रहरी बलको प्रमुख को हुन्छ? अप्सन रहेका छन् अप्सन ए सशस्त्र प्रहरी उपरीक्षक, अप्सन बी सशस्त्र प्रहरी नायब महानिरीक्षक, अप्सन सी सशस्त्र प्रहरी महानिरीक्षक र अप्सन डी गृहमन्त्री। राइट आन्सर रहेको छ अप्सन सी सशस्त्र प्रहरी महानिरीक्षक। क्वेशन नम्बर 4 केन्द्रीय सुरक्षा समितिको सदस्य सचिव को हुन्छ? अप्सन रहेका छन् अप्सन ए रक्षा मन्त्रालयको सचिव, अप्सन बी गृह मन्त्रालयको सचिव, अप्सन सी सशस्त्र प्रहरी महानिरीक्षक र अप्सन डी प्रहरी महानिरीक्षक। राइट आन्सर रहेको छ अप्सन बी गृह मन्त्रालयको सहसचिव। क्वेशन नम्बर 5 सशस्त्र प्रहरी सेवा आयोगको सदस्य सचिव को हुन्छ? अप्सन रहेका छन् अप्सन ए गृह मन्त्रालयको सचिव, अप्सन बी लोक सेवा आयोगको सदस्य, अप्सन सी सशस्त्र प्रहरी महानिरीक्षक र अप्सन डी नेपाली सेनाको प्रतिनिधि। राइट आन्सर रहेको छ अप्सन सी सशस्त्र प्रहरी महानिरीक्षक। क्वेशन नम्बर 6 सशस्त्र प्रहरी सेवामा कति समूह रहेका छन्? अप्सन रहेका छन् अप्सन ए 2, अप्सन बी 3 समूह, अप्सन सी 4 समूह र अप्सन डी 5 समूह। राइट आन्सर रहेको छ अप्सन ए 2 समूह। क्वेशन नम्बर 7 मा रहेको छ सशस्त्र प्रहरी बलमा कतिवटा दर्जा रहेका छन्? अप्सन ए 8 वटा, अप्सन बी 10 वटा, अप्सन सी 15 वटा र अप्सन डी 20 वटा। राइट आन्सर रहेको छ अप्सन सी 15 वटा। क्वेशन नम्बर 8 सशस्त्र प्रहरी कर्मचारीले राजनीतिमा भाग लिन कुन नियमले निषेध गरेको छ? अप्सन रहेका छन् अप्सन ए नियम 86, अप्सन बी नियम 88, अप्सन सी नियम 90 र अप्सन डी नियम 91। राइट आन्सर रहेको छ अप्सन बी नियम 88 ले। क्वेशन नम्बर 9 सशस्त्र प्रहरी जवानको अधिकतम उमेर कति हुनुपर्छ? अप्सन रहेका छन् अप्सन ए 20 वर्ष, अप्सन बी 22 वर्ष, अप्सन सी 25 वर्ष र अप्सन डी 28 वर्ष। राइट आन्सर रहेको छ अप्सन बी 22 वर्ष। त्यसैगरी क्वेशन नम्बर 10 मा रहेको छ सशस्त्र प्रहरी जवानको न्यूनतम उमेर कति हुनुपर्छ? अप्सन रहेका छन् अप्सन ए 16 वर्ष, अप्सन बी 18 वर्ष, अप्सन सी 20 वर्ष र अप्सन डी 22 वर्ष। राइट आन्सर रहेको छ अप्सन बी 18 वर्ष। क्वेशन नम्बर 11 सशस्त्र प्रहरी जवान पुरुषको न्यूनतम उचाइ कति हुनुपर्छ? अप्सन रहेका छन् अप्सन ए 5 फिट, अप्सन बी 5 फिट 2 इन्च, अप्सन सी 5 फिट 4 इन्च र अप्सन डी 5 फिट 6 इन्च। राइट आन्सर रहेको छ अप्सन बी 5 फिट 2 इन्च। क्वेशन नम्बर 12 सशस्त्र प्रहरीलाई गरिने विभागीय कारबाही
सम्बन्धी व्यवस्था कति नम्बर दफामा उल्लेख गरिएको छ? अप्सन रहेका छन् अप्सन ए दफा 17, अप्सन बी दफा 18, अप्सन सी दफा 19 र अप्सन डी दफा 20। राइट आन्सर रहेको छ अप्सन सी दफा 19। क्वेसन नम्बर 13, सशस्त्र प्रहरीलाई निलम्बन गर्ने सम्बन्धी व्यवस्था कति नम्बर दफामा उल्लेख गरिएको छ? अप्सन रहेका छन् अप्सन ए दफा 17, अप्सन बी दफा 18, अप्सन सी दफा 19 र अप्सन डी दफा 20। राइट आन्सर रहेको छ अप्सन डी दफा 20। क्वेसन नम्बर 14, सशस्त्र प्रहरी ऐन 2058 सशस्त्र प्रहरीको कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था कुन दफामा उल्लेख गरिएको छ? अप्सन रहेका छन् अप्सन ए दफा 20, अप्सन बी दफा 22, अप्सन सी दफा 24 र अप्सन डी दफा 25। राइट आन्सर रहेको छ अप्सन सी दफा 24मा। क्वेसन नम्बर 15, आफ्नो जिम्मामा रहेको थुनुवा कैदीलाई जानी जानी भाग्न दिएमा वा भगाएमा सशस्त्र प्रहरी ऐन 2058 अनुसार कति सजाय भोग्नुपर्छ? अप्सन रहेका छन् अप्सन ए 3 देखि 5 वर्ष कैद, अप्सन बी 5 देखि 7 वर्ष कैद, अप्सन सी 7 देखि 10 वर्ष कैद र अप्सन डी जन्म कैद। राइट आन्सर रहेको छ अप्सन बी 5 देखि 7 वर्ष कैद। क्वेसन नम्बर 16, आफूभन्दा माथिको दर्जाको सशस्त्र प्रहरीले दिएको आदेशको पालन नगरेमा सशस्त्र प्रहरी ऐन 2058 अनुसार कति सजाय भोग्नुपर्छ? अप्सन रहेका छन् अप्सन ए 3 देखि 5 वर्ष कैद, अप्सन बी 7 देखि 12 वर्ष कैद, अप्सन सी 12 देखि 17 वर्ष कैद र अप्सन डी साधारण सजाय। राइट आन्सर रहेको छ अप्सन ए 3 देखि 5 वर्ष कैद। क्वेसन नम्बर 17, आफ्नो जिम्माको सरकारी सम्पत्ति लिई भागेमा सशस्त्र प्रहरी ऐन 2058 अनुसार कति सजाय भोग्नुपर्छ? अप्सन रहेका छन् अप्सन ए साधारण सजाय, अप्सन बी 3 देखि 5 वर्ष कैद, अप्सन सी 7 देखि 12 वर्ष कैद र अप्सन डी 12 देखि 17 वर्ष कैद। राइट आन्सर रहेको छ अप्सन बी 3 देखि 5 वर्ष कैद। क्वेसन नम्बर 18, सशस्त्र प्रहरी बल नेपालको स्थापना कहिले भएको थियो? अप्सन रहेका छन् अप्सन ए विक्रम सम्वत 2055 सालमा, अप्सन बी विक्रम सम्वत 2056 सालमा, अप्सन सी विक्रम सम्वत 2058 सालमा र अप्सन डी विक्रम सम्वत 2060 सालमा। राइट आन्सर रहेको छ अप्सन सी विक्रम सम्वत 2058 सालमा। क्वेसन नम्बर 19, नेपाल एपीएफ अस्पतालको स्थापना कहिले भएको थियो? अप्सन रहेका छन् अप्सन ए विक्रम सम्वत 2060 सालमा, अप्सन बी विक्रम सम्वत 2061 सालमा, अप्सन सी विक्रम सम्वत 2062 सालमा र अप्सन डी विक्रम सम्वत 2065 सालमा। राइट आन्सर रहेको छ अप्सन सी विक्रम सम्वत 2062 सालमा। क्वेसन नम्बर 20, नेपाल एपीएफ स्कुलको स्थापना कहिले भएको थियो? अप्सन रहेका छन् अप्सन ए विक्रम सम्वत 2060 सालमा, अप्सन बी विक्रम सम्वत 2062 सालमा, अप्सन सी विक्रम सम्वत 2064 सालमा र अप्सन डी विक्रम सम्वत 2065 सालमा। राइट आन्सर रहेको छ अप्सन बी विक्रम सम्वत 2062 सालमा।